हजुरको शुभ नाम? विष्णुप्रसाद खनाल, ठेगाना? विराटनगर 10। हजुरलाई के समस्या थियो? यो ढाडको समस्या हो अनि हातको नसाको समस्या हो। ढाडमा पनि नसैको समस्या थियो हैन? हजुर, नसा चेपिएको हजुर जस्तो। हजुर हजुर। यो कति पुरानो थियो? यो 8-10 वर्षदेखि यही समस्या भइरहेको थियो। अनि त्यसमा अङ्ग्रेजीमा ट्रिटमेन्टहरू लिनुभएको होला? अङ्ग्रेजीमा लिएर पार नलागेर नि मैले त थेरापीमा लागेको हो। अनि के हुँदै थियो यसबाट? असहज के थियो? असहज भनेको सबभन्दा समस्या भनेको राति सुत्दाखेरि एकचोटि निदाएर बिउजेपछि फेरि सुत्न नसक्ने ढाड दुखेर। ढाड दुखेर कोल्टे सोल्टे फेर्दा उठबस गर्दा हजुर, हैन? हजुर, हजुर। ठिकै छ, यति पुरानो थियो। अनि यो ट्रिटमेन्ट, यो समस्यामा म जुन ट्रिटमेन्ट दिँदैछु आज कति दिन सरले लिनु? आज मैले 7 दिन, 7 दिन बिहान बेलुका गरेर। हजुर हजुर। हजुर। अनि यो 7 दिनको ट्रिटमेन्टले के कतिको सहजहरू फिल गर्नुभएको छ त्यो अलिक सेयर गर्दा हुन्थ्यो। यो अहिलेसम्म चाहिँ अब गरे अनुसारले जति हुनुपर्ने त्यो चाहिँ ठिकठाकै छ। त्यस्तो धेरै पुरै कम्प्लिट चाहिँ भइसकेको अवस्था होइन, अलिकति घटे जस्तो चाहिँ अनुभव भएको छ। हुन्छ, ट्रिटमेन्ट त अहिले फुल ट्रिटमेन्ट डोज भएको छैन, ट्रिटमेन्ट जारी नै रहन्छ। जे होस् हाफ पार्ट भएको छ। अनि यसमा चाहिँ केही सहज फिल गर्नुभएको छ पहिलेभन्दा चाहिँ अलिकति केही कम। हजुर, हुन्छ, धन्यवाद। हस्।